नमस्कार, म सुजित कुमार झा। म अहिले मध्य प्रदेशको प्रदेश सभामा छु। प्रदेश सभामा बहसका बाहेक एउटा खास आकर्षण बनेको छ यहाँको पुस्तकालय। मधेस प्रदेश सभामा आउने सांसदहरू टाइम जुन बेला चाहिँ संसदको नचलिरहेको बेला पनि उहाँहरू चाहिँ पुस्तकालयमा बस्नुहुन्छ र घन्टौँ अध्ययन गरिरहनुहुन्छ र पुस्तकालयहरू चाहिँ खास गरेर अरू बेला चाहिँ पहिला कफी हाउस या चिया पसलमा बस्नुहुन्थ्यो, तर अहिले चाहिँ पुस्तकालयमा बस्नुहुन्छ, त्यो देख्न सकिन्छ र यो एउटा आकर्षणको केन्द्र बनेको छ। यहाँ हुनुहुन्छ मध्य प्रदेशका सभामुख रामसिंह यादवजी। रामसिंहजी, यो कन्सेप्ट खास गरेर लाइब्रेरी कहाँबाट यो प्रेरित भएर सुरु गर्नु? यो मध्य प्रदेश सभामा पनि लाइब्रेरी हुनुपर्छ, पुस्तकालय हुनुपर्छ भने हामीले अध्ययन अनुसन्धानको लागि र खास गरेर यो कानुन निर्माणको र विभिन्न अनुसन्धानको एउटा स्थल पनि हो। यसकारण प्रदेश सभा सदस्यहरूले जुन मान्यजीहरूले अध्ययन गर्ने एउटा स्थान त हुनु पर्यो। त्यसकारण हामीले अब थुप्रै प्रदेश सभाका हामीले भिजिट गरे। हामीले भिजिट गर्दाखेरि अब यो भारतको बिहार विधानसभाको पनि पुस्तकालय हामीले निरीक्षण गरे, अनुगमन गरे। त्यहाँ अध्ययन हेर्दाखेरि, अवलोकन गर्दाखेरि त्यहाँ पनि धेरै राम्रो देखियो। र पहिला पनि हामीले यो दिल्लीको लोकसभाको पनि हामीले पुस्तकालय हेर्न अवसर पाए थिए र विभिन्न पुस्तकालय त हुनै पर्छ मेरो विचारमा अध्ययन अनुसन्धानको थलोमा। यसकारण हामीले यसलाई मध्य प्रदेशमा पनि एउटा व्यवस्थित हुनुपर्छ भनेर हामीले हाम्रो यो सानो प्रयास हो मध्य प्रदेश सभाको। र अहिले हामी म्यानुअल रूपमा यहाँ पुस्तकालय सुरु गरेको हो। सांकेतिक रूपमा भनौँ न, एउटा यो सन्देश दिन खोजेको। दर्शकबिन देख्न सक्नुहुन्छ, दिक्कै किताबहरू छ। कूटनीति शास्त्र प्राध्यापक डाक्टर गोपाल शिवाकोटी, यसै गरी आधुनिक भारतको इतिहास बाहेक अझै किताबहरू रहेका छन्। एउटा युग युग सियागाम, मेरो पनि किताब रहेछ यहाँ। अरू यहाँ चाहिँ सांसदहरू पनि हुनुहुन्छ, उहाँहरू किताब पढिरहनुहुन्छ। एकजना हुनुहुन्छ रत्नेश्वर गोइतीजी। रत्नेश्वर गोइतीजी, तपाईँ किताब पढिरहनु चाहिँ यो कस्तो लागिरहेको छ यो लाइब्रेरीमा? लाइब्रेरी एउटा ज्ञानको स्रोत हो र लाइब्रेरी बिना ज्ञान अगाडि बढ्न सक्दैन। किनभने लाइब्रेरीको परिभाषा त्यही हो कि विभिन्न पुस्तकहरूको सङ्ग्रहलाई पुस्तकालय, सङ्ग्रहालय अथवा चाहिँ लाइब्रेरी परिणत हुन्छ। मान्छेले व्यक्तिगत रूपमा अब कतिपय किताबहरू महँगो हुन्छ, तर लाइब्रेरी भन्नाले विभिन्न किसिमको इतिहास, भूगोल लगायत विभिन्न कानुन सम्बन्धी किताबहरू हुन्छ। र मान्यजीहरूले प्रदेश सभामा आउँदाखेरि त्यो प्रदेश सभाको टाइम र त्योभन्दा बढ्ता समयहरू लाइब्रेरीमा बसेर आफ्नो ज्ञान आर्जनमा, कानुन आर्जनमा जुन लगाउनुहुन्छ, यसले हाम्रो मध्य प्रदेशको सभालाई अलिकता उत्कृष्ट र ज्ञानवर्धक नै बनाउँछ। त्यस्तो उद्देश्यले यो लाइब्रेरी सञ्चालन गर्छ। यहाँ चाहिँ दर्शकले देख्न सक्नुहुन्छ, यहाँ चाहिँ लेखिएको छ, पुस्तकालय एक एहन वृक्ष अछि जाहिमे ज्ञानक फल सब मौसम में फरैत अछि। यो पुस्तकालय यस्तो वृक्ष हो जसले चाहिँ ज्ञानको फल मौसममा फर्छ भनेर लेखिएको छ भने अर्कोतर्फ चाहिँ किताब केवल शब्द सबक संग्रह नै, अनुभव, विचार र भावनाको हस्तान्तरण कयल जाइत अछि। किताब मात्रै शब्दहरूको संग्रह छैनन्, अनुभव, विचार र भावनाको हस्तान्तरण गरिएको छ। यस्ता कुराहरू पनि स्लोगनहरू राखिएको छ र देख्न सक्नुहुन्छ निकै किताबहरू रहेको छ। एकजना चाहिँ उपसभामुखजी पनि हामीसँग हुनुहुन्छ, उहाँ पनि लाइब्रेरीमा आउनु भएको छ। कतिको समय बिताउनुहुन्छ लाइब्रेरीमा उपसभामुखजी? होइन, म त यहाँ आइरहेको छु। किनभने अहिले चाहिँ अझै व्यवस्थित ढङ्गले किताबहरू राखेको छ, त्यसले गर्दा चाहिँ अझै पढौँ जस्तो पनि भएको छ र यसको महत्त्व पनि धेरै छ। किनभने आज
इतिहासले किताबहरूलाई सङ्ग्रह नगरिदिएको है हामी चाहिँ धेरै इतिहासको कुराहरू जान्न पाउँदैन थियो त्यसैले यो कानुन बनाउने थलो पनि हो त्यही भएर चाहिँ यसको पुस्तकालयको धेरै नै महत्त्व छ र अहिले मान्यहरू पनि यहाँ आइरहनुहुन्छ बढिरहनु भएको छ राम्रो छ सांसद भएपछि यहाँ पुस्तकालय भएपछि यहाँ आउन सुरु गर्नुभएको कि यसअघि पनि जीवनमा पहिला चाहिँ पुस्तकालयतिर चाहिँ अनुभव रहेछ हजुर सांसद र यो किताबहरूको सम्बन्ध एकदम घनिष्ठ सम्बन्ध छ नि त किताब नपढिकन त पहिला पनि आइरह्यो पढिरह्यो हामीसँग चाहिँ दुईजना सांसद पनि हुनुहुन्छ एकजना हजुरको शुभ नाम मेरो नाम निरु केसी हो म चाहिँ उहाँको सांसदजीको शोके सचिव हो शोके सचिव हुनुहुन्छ कुन सांसदजीको हाम्रो सरिता ठाकुर हुनुहुन्छ उहाँ हो ए ठिक छ शोके सचिव र सांसदजी पनि यहाँ गर्नुभयो के तपाईहरूलाई कुनै असुविधा छैन यहाँ आउँदाखेरि यहाँ पढ्न आउनुहुन्छ एकदम सुविधा छ मलाई चाहिँ यहाँनिर लाइब्रेरी छ भन्ने चाहिँ थाहा थियो तर अब कस्तो होला हाम्रो मध्य प्रदेशको चाहिँ मैले देखेको थिइनँ लाइब्रेरी राम्रो रहेछ होइन धेरै बुकहरू रहेछ र मैले यो जुन सत्य कथा भनेर एउटा मैथिली बुक रहेछ होइन यो मैथिली बुकमा चाहिँ यहाँ एकजना हाम्रो सर हुनुहुन्छ यो मध्य प्रदेशकै के काशीकान्त झा भन्ने हुनुहुँदो रहेछ उहाँको चाहिँ यो किताब मैले अहिले हेडलाइन हल्का मात्रै पढेँ धेरै राम्रो रहेछ किनभने म पनि यो मध्य प्रदेशको छोरी हो मध्य प्रदेशको छोरी भए अनुसारले जुन हाम्रो जनकपुरको कल्चर र यहाँको जुन हाम्रो मधेसी कल्चरमा म आफू नेपाली भए पनि म मधेसी नै भनौँ न यहाँ भएपछि र यहाँको वातावरण र यहाँको जुन विकासको बारेमा यहाँको संस्कारको बारेमा यहाँको धर्मको बारेमा मैले पढ्न पाउँदा मलाई धेरै खुसी लाग्यो एकजना अर्को पनि सांसद हुनुहुन्छ अपने के की नाम है सरिता कुमारी ठाकुर जी अपने नेपाल कर कानून पे रहल छी आई संसद में बाजा के छै कि अब बाजे के तो छै बहुते चीज अब देखियो गेला के बाद जैसे से अनुभव केहन छै एठम के जे किताब लाइब्रेरी में ऐसे पहिने हो लाइब्रेरी में जाई छली कि सांसद भेला के बादे एठम आबल गेला के बाद एली लाइब्रेरी में तो एठम एलिए लेकिन अपना गांव में और ठम में लाइब्रेरी सब सिने छली कि नहीं छली अच्छा नहीं जाई छली दर्शक पनि यस्तो पनि देख्न सक्नुहुन्छ कि पहिला चाहिँ उहाँ लाइब्रेरी जानु थियो तर अहिले चाहिँ सांसद भएपछि र यहाँ लाइब्रेरी खुलेपछि टाइम पास र नयाँ नयाँ किताब हेर्नको लागि पनि उहाँ चाहिँ आउनु भएको छ हामीसँग चाहिँ मध्य प्रदेशका गृहमन्त्रीजी हुनुहुन्छ उहाँ चाहिँ एकदमै चर्चित मध्य प्रदेशमा उहाँ चाहिँ जनकपुरमा त सडक पेटीमै पसलहरू खोलेकाहरूलाई उठाउनु भएको छ त्यसकारण चाहिँ उहाँलाई हेर्ने बित्तिकै मान्छेहरूको चाहिँ डर पसिहाल्छ तर यहाँ आज चाहिँ लाइब्रेरीमा बस्नु भएको छ गृहमन्त्रीजी लाइब्रेरीमा किताब तपाईँ पढिरहनु भएको छ कस्तो लागिरहेछ किताब एकदम राम्रो अति राम्रो अहिलेसम्म नभएको कुरा उहाँले हाम्रो शाहमुखजीले माननीय शाहमुख रामसिंह यादवजी जुन गर्नुभयो ऐतिहासिक काम गर्नुभएको छ उहाँ अहिलेसम्म भएकै छैन कसैको सोच पनि थिएन यो यस्तो गर्नलाई र यो जुन काम गर्नुभएको छ उहाँले यो पुस्तकालयको सबै मानिसहरूको आकर्षण शक्ति भनेको यो पुस्तकमा जान्छ सांसदहरू आउँछन् यहाँ पढ्न तपाईँलाई त म हेरिरहेको छु अरू केही सांसदहरूलाई बिस्तारै बिस्तारै सबै मानिसहरूको आकर्षण शक्ति यही हो प्रदेश सभाको पुस्तकालय
अनि सांसदहरूबाट हेरेर चाहिँ कि बाहिरका व्यक्तिहरूलाई पनि बाहिरको व्यक्ति पनि आउनुहुन्छ उहाँ ए। यहाँ थाहा भएपछि मलाई लाग्छ यो जनकपुर प्रदेशैभरिका मधेस प्रदेशैभरिका जो विज्ञ व्यक्ति हुनुहुन्छ अनुभवी हुनुहुन्छ जुन बटुल्न सक्नुहुन्छ ज्ञान सिप त्यो यहाँ आएर मलाई उहाँले अध्ययन गर्नुहुन्छ म चाहिँ अझै चाहिँ सभामुखजी हुनुहुन्छ सभामुखजी बाहिरका व्यक्तिहरूलाई को लागि पनि हो कि सांसदहरूको लागि मात्रै मैले सुरुमा पनि भनेको थिएँ मुख्यतः पुस्तकालय जुन हुन्छ मधेस प्रदेश सभामा पुस्तकालय अथवा व्यवस्थापिका सदनमा पुस्तकालय बन्नुको सिधा अर्थ यो ज्ञान विवेक र शास्त्र गर्ने एउटा स्थल पनि हो ज्ञानको त्यसकारण यो ज्ञानको भण्डार पुस्तकालय व्यवस्थित रूपमा सञ्चालन हुनुपर्ने भनेर त्यो सोचको साथ हामीले मधेस प्रदेश सभामा यो पुस्तकालय मधेस प्रदेश सभाले सञ्चालन गरेको छ र यसमा सांसदको लागि त महत्त्वपूर्ण छँदैछ सांसद त प्राथमिकता पनि पर्छ कर्मचारी पनि पर्छ मधेस प्रदेश सभाका तर हामीले पढ्ने इच्छुक हुनुहुन्छ युवाहरू या बौद्धिक व्यक्तित्वहरूलाई पनि पढ्नु पर्छ भनेर एउटा वातावरण बनाउन पनि हामीले त्यो व्यवस्था पनि यसमा गरेको छौँ मान्यजी बाहेक पनि अरूले पनि पुस्तकालयमा पढ्न पाउनुपर्ने हो पुस्तकालयलाई भिजिट गर्न पाउनुपर्ने हो भनेर हामीले व्यवस्था व्यवस्थित गर्नुभएको छ अरू व्यक्तिहरू पनि यसमा चाहिँ पढ्न पाउँछन् उहाँको त्यही सोच लिएर अगाडि बढ्छौँ न त त्यति ठुलो छैन तर बिस्तारै चाहिँ जसरी चाहिँ वर्षभरि अर्को तल्लामा पनि थप्न सकिन्छ त्यो योजनाहरू रहेको छ र यहाँ चाहिँ बाहिरका किताबहरू राजनैतिक किताबहरू मात्रै नभई स्थानीय किताबहरू पनि स्थानीय लेखकहरूका किताबहरू पनि यहाँ राखिएको छ एबी न्युज खबरका लागि सुजित कुमार झा जनकपुर धाम